हेलो गाइज, वेलकम टु द आवर न्यू ब्लग। आजको ब्लगमा म तपाईँलाई स्वागत गर्न चाहन्छु। आज चाहिँ मैले एउटा मिस्टेक गरेछु। मैले घरबाटै नै ब्लग बनाउन आँटेको थिएँ। यहाँ बाटोमा आधा बाटोमा आएपछि पो मलाई त यसो झसङ्ग भयो। सो आजको ब्लगमा तपाईँहरूलाई म अनि एकदमै इन्भाइट गर्न चाहन्छु। अनि म चाहिँ अहिले हाल ठ्याक्कै कहाँ छु भन्दाखेरि मुडे आसपास छु। म ठ्याक्कै त्यहीँनिर बिसाउनु पर्थ्यो, तपाईँलाई यसो भ्यू देखाउनु हुन्थ्यो, तर म यहाँ बिसाइहालेँ हो। बाइकको चाहिँ कन्डिसन यस्तो छ, एकदम पहाडमा कुदिरहेको छ। अनि रोडको पनि हल्का मर्मत चाहिँ हुँदैछ हो। अनि अहिले अब हिउँदो हो, त्यही भएर ठिकै छ रोड चाहिँ। अब बर्खा आएपछि भत्किन्छ होला। सो भ्लगमा म यो भन्न चाहिँ आएको होइन हुनु चाहिँ हो, तर पनि यसो इन्फर्म दिइहालेको। खासमा चाहिँ भ्लग किन बनाएको भन्दा चाहिँ चिचिरा गाउँपालिका अब त्यहाँको चाहिँ म एउटा एकदम विकास सहजकर्ता हो। अनि सो त्यहाँ चाहिँ आजदेखि हिजोदेखि नै तालिम चलिरहेछ। अनि त्यो तालिम चाहिँ साबुन बनाउने, विभिन्न प्राकृतिक साबुन बनाउने भनेर त्यसमा चाहिँ हामीले साबुन बनाउँदैछौँ। सो त्यो चाहिँ म तपाईँहरूलाई देखाउने छु। अनि म हाल चाहिँ अहिले चिचिला गएको। आजको यात्रा चाहिँ मेरो चिचिलासम्म हुन्छ, अनि सधैँ नै हुन्छ हुनु चाहिँ, तर आज चाहिँ यसो भ्लगिङ तरिकाले जाउँ भनेर चाहिँ मैले भनिरहेको छु। सो गाइज, भिडियोलाई अन्तिमसम्म हेर्नुहोस्। अहिले चाहिँ ट्रक आइरहेको छ हो, अनि ट्रकले गर्दाखेरि आवाज सुनेन होला। सो भिडियोलाई म कन्टिन्यू नै गर्नेछु। सो हाल अहिले ट्रक अब गइसकिसकेको छ, आवाज अलिकति सुन्दैन। त्यस्तो छ, तालिम हुँदैछ तितेपातीको साबुन बनाउने। तितेपाती मात्रै नभएर अरूको पनि साबुन हुँदैछ। अनि आज हेरौँ, चेक गरौँ कसरी चाहिँ साबुन बनाउने रहेछ हो। अनि म आज ड्रेसमा छुइनँ, हिजो चाहिँ अब अफिसको ड्रेसमा थिएँ, आज चाहिँ फर्मल ड्रेसमा गएको छु। अनि गएर हामी हेर्नेछौँ, चेक गर्नेछौँ। सो बब्बाल मजा आउँछ, मसँगै रहनुहोस्। सो भिडियोलाई अन्तिमसम्म हेर्नुहोस्, कसरी तितेपातीको साबुन बन्छ म हल्का देखाउने छु। आजदेखि स्टार्ट हुने, आजदेखि चाहिँ बनाउँछु। हिजो चाहिँ अब यसो थ्योरी जस्तो मात्रै भएछ। सो आजदेखि चाहिँ स्टार्ट हुन्छ। म टक टक भिडियो गर्छु, त्यहाँदेखि म खाटबारी पनि झर्नुपर्ने हुन्छ। सो खाटबारीतिर म इन्ड गर्छु होला आजको भ्लगलाई। सो भ्लगसँग अन्तिमसम्म रहिरहनुहोस्। तालिम चाहिँ यो हलभित्र हुँदैछ, अनि मजाले तरिकाले आजसम्म चाहिँ तालिम भइरहेको छ। हावाले भएन होला भाइ। तितेपाती सबैजना भेला हुँदैछौँ। अनि मिस पनि हुनुहुन्छ, ब्यानर चाहिँ त्यहाँ पनि छ। सो रमाइलो हुन्छ, गर्दै हुन्छ भनेर यहाँ पर चाहिँ छान्दै हुनुहुन्छ। सेनिटाइजर उहाँहरूलाई कन्ट्याक्ट गर्ने चाहिँ ल्याइदिइहाल्नुहुन्छ नि, यो सामान चलाउने। उहाँहरूले चाहिँ छान्दै हुनुहुन्छ, त्यहाँ तितेपाती ढुट्टो हुँदैछ। अनि यता हाम्रो सहयोगीहरू सबैजना हुनुहुन्छ, एकदम खुसी लागिरहेछ। सो तालिम चलिरहेछ कार्यक्रमहरू। सो दामी तरिकाले तालिम चाहिँ सुरु भइसकेको छ। मलाई चाहिँ पारा आउँदैन, र पनि मैले सिक्दैछु के हो भनेर। टक 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 त्यहाँनिर अझै त्यहाँ तपाईँले डिटेल्स पनि हेर्न सक्नुहुन्छ, के चाहिन्छ भनेर त्यहाँ लेखिदिनु भएको रहेछ। अनि ओलिभ तेल, हामी
तालिम सञ्चालन गर्दैछौँ। तालिम सञ्चालन गरे पश्चात फाइनल प्रोडक्ट चाहिँ यस्तो हुन्छ। तपाईँले हेर्न सक्नुहुन्छ तितेपातीको साबुन मेगास्टोर सप भन्ने रहेछ। यसको प्राइस चाहिँ तपाईँहरूले हेर्न सक्नुहुन्छ यतिमा मजाले पाउनुहुन्छ। सो अरू पनि छ यहाँ, त्यसै गरी निमको पनि छ। अनि यसलाई आई डोन्ट नो के भन्छ, कर्कोला भन्दो रहेछ। सो गाइस तपाईँहरू पनि हेर्नुहोस् अनि मजाले भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्नुहोस्। वाउ, हाम्रो सरले ट्राई गर्दै हुनुहुन्छ, यता आन्टीले पनि ट्राई गर्दै हुनुहुन्छ। अनि सो बब्बाल मजा आइरहेछ। सबैजना हामी ट्रेनिङ पनि लिँदै हुनुहुन्छ। अनि आशा गर्छु ट्रेनिङ राम्रै हुन्छ। त्यसपछि इन्फर्म गर्नु न अनि जाउँ। म त अब यसो हेरेँ बस्छु त्यही हेर्नु। गाइस मोल्ड चाहिँ यस्तो हुँदो रहेछ। अनि यसमा चाहिँ हामीले जब जमाएर चाहिँ राख्नुपर्ने हुँदो रहेछ। अनि सो एकदमै राम्रो। अब यो चाहिँ घरायसी रूपमा हो, सानो व्यवसाय गर्न सकिन्छ। अनि यो मोल्डमा चाहिँ हामीले अब गरेर टक्कै यहाँनिर हाल्नु पर्दो रहेछ। सो ग्लोभ्स हाम्रो स्टोरमा अलिअलि छ। वाउ, मोला लगाउँ है, मोला। चाहिँ 25 जना भएछ है तालिम। यस्तो तितेपातीलाई चाहिँ हामीले झोल निकालेर यस्तो बनाउनु पर्ने अवस्था। दिदीले हाम्रो कार्यक्रमको नाम चाहिँ यस्तो छ। हुन्छ फाइनल प्रोडक्ट चाहिँ यस्तो हुन्छ। कलर चाहिँ सेतो सेतो आएछ। यसरी मोल्डमा चुहाउनु पर्ने रहेछ। वाउ, गन्दा त मिठो आइरहेछ साबुनहरू। राम्रो फुल रहेछ साँच्चै ग्रासको चाहिँ। इङ्ग्लिसमा के भन्छ कान्छी यसलाई? लु भनिदेऊ त। आउँदैन कान्छी? आउँछ इङ्ग्लिसमा के भन्छ? तिमीलाई आउँछ? कसलाई आउँछ यो गुराँस? यसलाई नि इङ्ग्लिसमा कसलाई आउँछ भन्नु? म 50 रुपियाँ दिन्छु। आउँछ? तिमीलाई आउँछ कान्छी? इङ्ग्लिसमा के भन्छ यसलाई? 50 रुपियाँ दिन्छु हौ। आउँछ कान्छी? इङ्ग्लिसमा के भन्छ यसलाई? कसलाई आउँछ भनिदेऊ ल कान्छी, 50 रुपियाँ दिन्छु। के भन्छ फेरि? जिब्रो चिप्ले जस्तो छ, जिब्रो चिप्ले जस्तो छ। राम्ररी भन त। वाह, ल कान्छीलाई चाहिँ म 50 रुपियाँ दिन्छु ल। थाहा चाहिँ रहेछ, जिब्रो चाहिँ चिप्लिँदो रहेछ है फेरि।
सरै म सम्पर्क गर्छु है त भन्नु डेक्सरको मसँग छैन फोन हाम्रो कान्छीले चाहिँ गुराँसको फुललाई इङ्ग्लिसमा मिलाएको छ त्यही भएर मैले 50 रुपियाँ दिन आँटेको लो कान्छी हस् थ्याङ्क यू पर्दैन पढ्यो भने राम्रै हुन्छ सबैमा